आउँथ्यो दसैँ आउँथ्यो नि पहिले नि यस्तो मजा आउँदैन कहिले नि ल कलेजको केटी आउने बेला म आइहाल्छु एकजना बहिनी ल्याएर बिचरा म चाहिँ हेल्प गर्छु गाईघाटको रहेछ प्रिदेव जोशीको गाउँको बा नमस्कार हान्डेको दिदीबहिनी दाजुभाइ साथीभाइ र मेरो प्यारो सोल्टी मेरो प्यारो साथीभाइ आज दिन चाहिँ फेरि सुरु भएको छ एकदम घमाइलो दिन भएको छ दसैँको नजिक आज 7 रात भइसकेको कि 8 रात भइसकेको छ र भावी मेरो अनुहारमा खुसी यतिकै बरकरार रहनेछ अब चाहिँ मेरो दिन सुरु भएको छ आज चाहिँ मुस्कानले कुक गर्दैछ भात चाहिँ खोले बन्नु माशाअल्लाह कुकरलाई पनि हिकाउँछु नि म त यहाँ करेन्ट लगाइदिनुपर्छ मजा गुड मर्निङ भनिराखेर अब लाग्नु पर्छ अब चाहिँ खानापिना पनि भयो र अब चाहिँ म लागेको आज चाहिँ म गाइस भन्दिनँ तर मैले खत्रै खेप्छु भनेको दिन चाहिँ जाम लागेर खाम लागेर हुन्छ बाई बाई उसको निन्द्रा चाहिँ नि मेरो फोनको स्क्रिन भन्दा ठुलो छ ल साथीभाइ अब लाग्नुपर्छ ऊ पनि जान्छ अब कलेज हो कलेज गएर राम्रो पढेर ठुलो मान्छे हुन्छ हो अहिले त सानो छ अहिले अब पछि गएर ठुलो हुन्छ खै मलाई फोन गरेको आज कति घन्टा बादमा भेटेँ मैले तपाईँलाई तपाईँ 12-13 घन्टा मलाई गुड मर्निङ ल गुड मर्निङ ल साथीभाइ दसैँको बेलामा आन्टीले मोमो बनाउँदैछ है आउँथ्यो दसैँ आउँथ्यो नि पहिले नि यस्तो मजा आउँदैन कहिले नि के छ आन्टी ठिकठाक भालो आज चाहिँ म दिनभरि खेप्छु ल आउँछु नि अन्त टाइम अहिले एकछिन 10 बजीसम्म खेपेर आउँछु नि ल कलेजको केटी आउने बेला म आइहाल्छु कलेजको केटीको चाहिँ म फेभरेट हो नि त के गर्छ आन्टी भन्नु हो कि होइन मिलिहाल्छ ल त्यो अब म चाहिँ पहिला चाहिँ आन्टीलाई यहाँनिर एक दर्शन गर्नु मात्रै आएको र अब चाहिँ म ट्याक्सी खेप्नु जानुपर्छ यहाँबाट बस्यो भने हुँदैन यो इट्टा चाहिँ म कटाउँछु इट्टा अब चाहिँ गाडीमा पनि पसिसकेँ पूजापाठ पनि भयो किनभने चाहिँ विश्वास र आस्था चाहिँ जहिले मनमा राख्नुपर्छ है मान्छे एक न एक दिन सक्सेस हुन्छ है यही छ मेरो चाहिँ मनमा आस्था र विश्वास चाहिँ यो एक न एक दिन म त जिन्दगीमा यति रुपियाँ पैसा पनि छैन चाहिएन मलाई होइन करोडौँ अरबौँ रुपियाँ तर अब आफूले चाहेको कुराहरू चाहिँ पुग्यो त्यही भनेर चाहिँ आजको दिन सुरु गरौँ साथीभाइ हो त्यो अब चाहिँ यहाँ हाइवेमा निस्केको बित्तिकै चाहिँ कन्डोबाट ट्याँ गरेर ल साथी हो दसैँको छेउछेउ आइसक्यो तर हेर्नु न भिडभाड छ बजार पनि खुल्ला सबै खुल्ला ल साथी हो खुल्ला जग्गा आइदिएको कहाँ भन्नु चाहिँ यो डिस्ट्रिक्ट रोडको बाटो बाइपास रोड यताबाट डेभलपमेन्टबाट झर्दिएको नि म चाहिँ किनभने चाहिँ उता चाहिँ खत्रै गरम भने भएको थियो अघि सुनिहाल्नु भयो होला भइहाल्ने पछाडि के भन्दै थियो यो के भएको बिक्री गर्दा पनि छैन अरे उनीहरूको दोकान पनि खाली छ अरे र बजार पनि खाली छ अरे किन यतिखेर चाहिँ मैले दसैँको टाइममा ट्याक्सी चलाएको छु न उहिलेको मान्छेहरूलाई थाहा छ नि त यो टाइममा पुरा ट्याक्सी पनि खतरा चल्ने अरे नि त ड्राइभरहरूको कमाइ पनि खतरा हुने अरे नि त यतिखेर चाहिँ गोल्ड फ्लेक क्लासिक सिगरेट खाने दिनहरू अरे नि ड्राइभरको होइन खै छैन यहाँनिर आज फ्लेक दिनु सालामा झर्ला जस्तो भइसक्यो म त साथी एउटै मान्छे पाएको छुइनँ नि त तर मैले एउटै मान्छे नपाए कमाइ नभए पनि गोजी खाली नै भयो तर मैले के सिकेँ साथीभाइ हो हिजो आज खुसी बस्नु रमाउनु के हो ल साथी हो बजार गएको मान्छे चाहिँ कहाँ आइपुगेन नि यहाँ जाली पुल आइदिएको म चाहिँ एकजना बहिनी ल्याएर बिचरा म चाहिँ हेल्प गर्छु गाईघाटको रहेछ प्रिदेव जोशीको गाउँको भाइ हो मतलब बहिनी बिचरालाई मोटर भेहिकल थाहा छैन अब गाईघाटको मान्छेलाई सिक्किमको मोटर भेहिकल थाहा हुनु त अब त्यता थाहै हुँदैन कसरी थाहा हुन्छ कहाँ गाईघाट कहाँ यो सिक्किमको मोटर भेहिकल र त्यो पनि जाली पुल यता चेपमा र बहिनीलाई चाहिँ मैले यहाँ ल्याएर छोडिदिएको भाडा पनि मात्र डिस्ट्रिक्ट कोर्टबाट चाहिँ 100 रुपियाँमा मात्रै लो सोध्नुहोस् तपाईँहरूले डिस्ट्रिक्ट कोर्टदेखि 100 रुपियाँमा को आउँछ होला जाली पुल म चाहिँ आउँछु नि तर आफ्नो दिदी बहिनीहरूको लागि होइन बिचरा मेरो नेपालबाट यस्तो सपोर्ट गर्छ मलाई होइन तर नेपालको दिदी बहिनीलाई म यति गर्न सक्दिनँ त्यो गरम भयो मलाई चाहिँ यहाँ जाली पुलमा आएर एक यो खाएर चाहिँ म लाग्नुपर्छ फेरि उकालो गरम चाहिँ खतरै छ तर कसम भनेको जाली पुलमा झन् कस्तो गरम हुन्छ होइन अब फेरि उकालै जानु पर्यो यहाँ चाहिँ मैले त्यो बिचरा त्यो बहिनी नेपालको बहिनी रहेछ होइन अब बिचरा अब केटी मान्छेलाई कस्तो प्रब्लम हुन्छ होइन त्यो कहाँ हो के हो खोज्नु फेरि नानीको आमा रहेछ हो कुन चाहिँ म्याडमले त्यो डकुमेन्ट ल्याउनु भनेर आरटिओको यहाँ पठाएको रहेछ होइन अन्त भन्थ्यो उताबाट डिस्ट्रिक्ट कोर्टबाट आएको तपाईँ डिस्ट्रिक्ट कोर्टबाट चल्यो अन्त उता यताबाट बाइपास जाम रहेछ
अदमपुलबाट घुमाएर चाहिँ यहाँ ल्याइदिएको अन्त बिचरा अन्त कति दिनु भन्छ होइन बिचरा अब मेरो पनि त तेलको खर्च आज मेरो तेलको पैसा पनि उठेन त्यहाँबाट आउँदा 100 रुपियाँ देऊ न भने होइन बिचरा खुसी लाग्यो 100 रुपियाँ मात्रै हो दाजु अरे कि दाइ अरे भइहाल्छ तिमीले दुवामा आएको तिमीले आशीर्वाद दिनु मलाई सम्झिन यसो भने योपालि दिवालीमा आशीर्वाद दिनु मलाई मेरो दाजुले मलाई यसो गरे भने हुन्छ दाइ भने अब खुसी तर म त्यसरी हेल्प गर्छु कि मान्छेले तर फेरि मलाई नै फेरि कहिले पनि पुग्दैन फेरि के भएको अब चाहिँ लाग्छु यहाँबाट यहाँ हेर्नुहोस् फेरि जाम हुन थाल्छ यो खान्छु यसो यो तातुस यो पुरा आइस भएको दिएछ मलाई ल साथी हो रानीपुल पुगेर पनि बहिनीलाई सेवा गरेर पनि यहाँ आएको फेरि टक्कै जाम यहाँ खाङ्ग्री पराब्लोमा नयाँ पराब्लोमा तेल हालेको मोडहरू त अन्त 1 घन्टा टक्कै लाउने रहेछ हेर्नुपर्छ यहाँनिर 650 को तेल हालेर निक्लेको छ अब कति बचाउने हो ल पाँच 650 अब लागिन्छ यो जाम कहिले खोलिने हो फेरि दसैँ आयो जाम छैन गोले साहब दसैँ मान्ने पैसा देऊ न भन्न अब गोले साहब 50,000 दिनुहोस् न भन्नु लाग्छ अब गोले साहबलाई गएर भेट्यो त दिन्छ नि कुरोले गरम चाहिँ हेर्नु न साथीभाइ गरम चाहिँ कालो चस्मा लगाएर है एसी चलाएर हिँड्ने दिन भएको छ नि हो यहाँ हेर्नु तर के गर्नु मेरो गाडीमा एसी नै छैन त्यो अब चाहिँ मेरो हल्का रेस्ट टाइम आन्टीको दोकानमा गएर के गर्ने कसो गर्ने हो तातो चिसो हेर्ने हो अब चाहिँ यहाँ 5 मिनट पनि आइसकेँ दिन पनि घुम्यो है त्यहाँ पनि बेसी बस्नु हुँदैन फेरि म भुलिन्छु साथीभाइ आज चाहिँ फेरि यहाँ सक्कै यहाँ दोकानमा आइपुगेर चाहिँ आन्टी छैन छ र अङ्कललाई मेरो लागि आज स्पेसल सब्जी पाक्दैछ के भन्नु न आलु देखिहाल्नु भयो होइन फर्सीको फुल हो अब आलु आदिकल्चर भइहाल्यो हो यो चाहिँ अङ्कल र म खानको लागि बनाएको अर्ग्यानिक मान्छेले अर्ग्यानिक खान्छ हेर्नुहोस् मैले यसो विचार गरेँ कि अहिले चाहिँ गान्तोकमा चाहिँ हाम्रो ड्राइभर दाजुभाइहरूको मुखमा चाहिँ एकदम ट्रेन्डिङ चाहिँ के छ भन्नु न एसएनटीको त्यो 17 सिटे बस छ जसको मुखमा पनि झाडु अरे नाम पनि झाडु अरे तर हो पनि रहेछ अगाडि आउँदाखेरि एकजना आउने झाडु बडाङ लगाएर लाँदो रहेछ अन्त मेरो ट्याक्सी त झन् चलेको अब इस्कुसको के अरे फर्सीको फुल टिप्यो मुन्टा टिप्यो खायो बस्यो अब खाना पाक्यो चट्टे कस्तो देख्दैछ है त्यो चाहिँ कम्ती हो च्याट्टे परारे सत्य अब चाहिँ खानासाना खाएर पनि अब चाहिँ टन्ने भएर निक्लेको हल्का मुख सुख धोएर दिन पनि शीतल भयो नि त त्यहाँ चटङ पर्किँदैछ नि गडाङ गुरुङ ल साथीहरू अब चाहिँ निक्लौँ त खत्रै खेपौँ त चटङ पर्किँदैन गाइस उयो पनि गाडीहरू यो गाडीहरू पनि टु त्यो सेन्ट्रल लक बद्ध रहेछ ल साथीहरू अब पानी चाहिँ खत्रै पर्न रहेछ नि त आम्मामु माथि त पर्दैछ पानी हो धन्न स्टुडेन्टहरूको छुट्टी भएर राम्रो भयो स्टुडेन्टको बिजोग हुन्छ नि त त्यसरी जाउँ बुढीलाई लगेर नभए फेरि उनीहरूको बिजोग हुन्छ हरि बिजोग चाहिँ फेरि स्कुटी र बाइकहरू हुन्छ नि फेरि अब चाहिँ यहाँबाट उकालो चाहिँ म पनि टिप्दै उकालो बजारतिर जानु पर्यो ल साथीहरू अब चाहिँ लाग्ने हो उकालो हेर्नु त फेरि ओह्रालो झन् जाम छ उकालो चाहिँ खुल्लै देख्दैछु म्याट्रोदेखि पनि जाम हुने यो कतै ल साथीहरू यहाँसम्म चाहिँ पाएको छुइनँ मान्छे तर केही छैन ऊ मान्छेबाट पाउने आशा चाहिँ छ आशा चाहिँ मारेको छुइनँ हल्का जाम हुन थालिहाल्यो फेरि ल साथीहरू यहाँ मेट्रो आइपुग्यो तर एउटा मान्छे पाएन यहाँ स्टपेजमा एकछिन बस्नु पाउँदैन 1 at a टाइम है एकछिन पर्खेको अब त्यो पनि भयो भने ठिकै छ भएन भने फेरि एक कोसिस गर्छु उपरबाट घुमाएर है फेरि अहिले चाहिँ गान्तोकमा खतरा पानी पर्ने उयो आइरहेछ गाइस म्यासेज यो लाइटिङ र पानीको जाम हेर्नु साथीहरू जाम चाहिँ यस्तो डरलाग्दो जाम छ नि त कसरी कुदाउनु कसरी गरी खानु खाजा पनि 2000 कमाएर मात्रै जाउँ भनेको गाइस अब चाहिँ हरेस लाग्नु थाल्यो है 4 4.5 भइहाल्यो तेल हालेर खालि 400 रुपियाँ भएको छ अब 100 रुपियाँ पार्किङ किन्दा 300 रुपियाँ बेलुका मासु लाँदा ट्याप हुने रहेछ कसै लाग्यो भन्छ गाइस हेर्नु न यो दोकानहरू पनि डल्लै खाली छ त्यहाँ त जुटीहरू पनि खाली छ त मान्छेकोमा पैसा नभएको ल साथीभाइ मैले चाहिँ घुमाएँ मेट्रोबाट जानुहोस् तपाईँहरू यो ट्याक्सीहरूलाई भनेको नि उकालो लानुहोस् मेरो बदली मान्छेहरू लानुहोस् म सक्दिनँ रहेछु यहाँ उकालो त यस्तो जाम छ
जाम भएर मान्छे पायो भने त ठिकै छ नि छैन जाम हेर्नु न त अर्केको गाडी हेर्नु त उकालो जानेहरूको पनि बिजोकै छ नि नानी बुढी हुनेहरूको हाम्रो ट्याक्सी चलाएर खाने हाम्रो दाजुभाइहरूको कसरी चाहिँ चलाउँदै होला साथीभाइ सोच्नु न म बिचारा म एउटा एक्लै जिउ पाल्नु त मलाई साह्रो परेछ ट्याक्सीमा है नानी बुढी हुनेहरूले है कसरी खोप गर्दै होला घर रेन्ट तिरेर यो माथि उयो यस्तो बस ल्याएको छ हो झाडु लाउने हो एसएनटीले ड्राइभरहरूको चाहिँ गाड मारिदिएको छ नि यहाँ त बिचरा ल हेर्नुहोस् न ल आम्मा जाम सक्ने नाम लिँदैन ल साथी हो आजलाई चाहिँ मैले चाबी निकालिदिएको किनभने चाहिँ गाइस अघि देख्नु भइहाल्यो त्यो हालत छ त्यो हालतमा गएर म कसरी कुदाउनु ट्याक्सी भन्नुहोस् तपाईँहरू अब म गएर रुममा गएर म के गर्छु कसो गर्छु है उपात्रो गर्छु अब म उपात्रो गर्छु गाइस हेर्नु नभुलिनु होला साथी अब ब्याक टु रुम अब रुम आएपछि मैले के गर्नु हुन्छ कफी बनाएर खानुपर्छ र त्यहाँबाट फेरि मलाई जोस चल्यो भने म बेलुका फेरि खेप्नु जान्छु है साथीभाइ यो के गर्नु कसै गर्दा पनि हुँदैन तर हरेसले खाँदैन फेरि हल्ला गाडीले ल साथी हो मुस्कानहरू पनि आयो र टक्कै 6 बजे छ अब 6 बजेपछि मैले के गर्नुपर्ने हुन्छ मैले कफी बनाउनु पर्ने हुन्छ आजकल त 6 बजी रात पर्दैछ नि त हो मेरो कफी पनि हल्का रेडी हुँदैछ अब यो कफी खाएर चाहिँ म बाहिर जानु पर्ने मुस्कान तिमी जाने मुसाको छुचुन्दा छ बनाउँछ त चा गर्दै अब यिनीहरू पनि कलेजबाट आयो अब यिनीहरूले गोरुको खुट्टा पकाउँछ र म चाहिँ अब जान्छु माथि हाम्रो आन्टीकोमा जान्छु ल त साथी हो फाइनली रुम पनि आइपुगेँ जहाँबाट स्टार्ट गरेको त्यहीँ आइपुगेँ है र लास्टमा दिनभरि ट्याक्सी कुदाएँ यता गयो उता गयो लास्टमा हातमा ठेङ्गा तर 100 रुपियाँमा आयो नि त यो त मेरो बाँचेर खाएर उप्रेर आएको आजको सम्पत्ति हो होइन र त्यति भनेर आजको भ्लग चाहिँ यहाँ अन्त गर्छु है मन पराउनु लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् केही गल्ती भयो भने मलाई माफ गरिदिनुहोस् भोलि बिहान फेरि नयाँ चेष्टा नयाँ उमङ्ग ल्याएर आउनेछु थ्याङ्क यू फर वाचिङ बाई बाई